हेलो एभ्रिवान, सबैजनालाई राधे राधे। आज म आएकी छु अरुणाचल प्रदेशको यो एउटा गोल्डन टेम्पलमा। गोल्डन टेम्पल यो चाहिँ छ अरुणाचल प्रदेशको नामसाई डिस्ट्रिक्टमा र यहाँ म आएकी छु घुम्न हेर्नु। सबै बौद्धको मन्दिर हो यो चाहिँ। यो यस्तो छ नजारा यहाँको। यो चाहिँ छ मेरो घरबाट लगभग 15 किलोमिटर दूर, 15 किलोमिटर टाढा छ। यहाँ घुम्न आउन सक्नुहुन्छ हजुरहरू। कहाँ कहाँबाट हेर्नु हुँदैछ यो भिडियो। अगर नजिकमा हुनुहुन्छ भनेदेखि घुम्न आउन सक्नुहुन्छ। यहाँ चाहिँ छ राम्रो रमाइलो छ है, हेर्न पनि राम्रो छ। यहाँ चाहिँ हुनुहुन्छ बुद्ध भगवानको स्ट्याचु। म यो सानो छोटो भिडियोको मार्फतबाट हजुरहरूलाई देखाउँदैछु। यहाँनेरि राम्रो छ नजाराहरू पनि यस्तो छ। यो हाई रोडबाट छेउमै छ, बेसी भित्र पनि पस्नु पर्दैन। को आउनु भएको छैन आउन सक्नुहुन्छ। यहाँ यस्तो छ, यो भित्रको नजारा हो। बौद्ध भगवानको हो यो। यस्तो छ है। यसको ब्याक साइडमा म देखाउँदैछु। यहाँ भगवानहरूको यस्तो यस्तो स्ट्याचुहरू पनि बनाएको छ अलिअलि है, एउटा दुईटा। यहाँ छन त ठुलो छ यो। अहिले म घुमेर यसरी भिडियो मार्फत यसरी देखाउन सक्दिनँ, तर म घुमेर वरिपरिको नजारा अलिअलि देखाउँदैछु है। त्यहाँ पर एउटा पोखरी छ। त्यो पोखरीमा बिचमा भगवानजी हुनुहुन्छ। घामको टकले गर्दाखेरि राम्ररी देखाउन पनि मिलेन। उहाँ मेरो भिनाजी बसिराख्नु भएको छ उस शीतलमा। यहाँ यस्तो छन त पर धेरै छ। अलि पर एउटा ठुलो मूर्ति, बौद्ध भगवानको ठुलो मूर्ति पनि छ, स्ट्याचु। मैले यो भिडियोको मार्फतबाट हजुरहरूलाई मैले देखाउन सकिनँ अहिले चाहिँ।